धन्यवाद दिन्छु, मण्डललाई पनि धन्यवाद दिन्छु। आज मैले यहाँको बिचमा परमेश्वरको विशेष वचन लिएर म उपस्थित भएको छु। मलाई आशा छ यो वचनबाट हामी सबैजना आशिषित हुने नै छौँ। हामी दिनदिनै हामी वचनलाई हेर्छौँ अनि पढ्छौँ, अध्ययन गर्छौँ, मनन गर्छौँ अनि हामी नयाँ हुन्छौँ। र हामीलाई यो कुरा थाहा छ, जब परमेश्वरले चाहनुहुन्छ नि कुनै पनि कुरा असम्भव छैन, अनि परमेश्वरले चाहनुहुन्छ कुनै पनि कुरा बाँकी रहँदैन। आमेन। परमेश्वर भला हुनुहुन्छ, परमेश्वरमा सबै कुरा सम्भव छ। परमेश्वरको महिमा भएको होस्। यो वचन हामी अगाडि बढाउनेछौँ। यहाँलाई म सँगसँगै बाइबल पढाउन गर्छु। बाइबलमा अस्ति मैले गएको हप्ता होला प्रचार गर्दै थिएँ यशायाको पुस्तकबाट, र म यशायाको पुस्तकमै लैजान चाहन्छु। यशायाको पुस्तक 65 अध्यायमा लैजान चाहन्छु। यशायाको पुस्तक 65 अध्यायको 17 र 18 पद पढ्न अनुरोध गर्छु। यहाँ चाहिँ हामीलाई यो वचनले भन्छ, आनन्द गर। हाम्रो आजको वचन छ आनन्द। यशायाको पुस्तक 65 अध्यायको 17 पद र 18 पद मेरो बाइबल अनुसार पेज नम्बर 1014 मा छ। यहाँको अलिकति फरक पनि हुन सक्छ। आजकल हार्ड कपी बाइबल बोक्ने चलन एकदम कम छ, तर म अनुरोध गर्छु सम्भव भएसम्म सबैजनाले हार्ड कपी बाइबल बोक्ने प्रयास गर्नुहोस्। हुन त मलाई चाहिँ यो सजिलो लाग्छ, यहाँ अलिकति फरक पनि लाग्न सक्छ। यस्तो लेखेको छ यशायाको पुस्तक 65 को 17 र 18 पदले हामीलाई यसरी भन्दछ, हेर म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, अघिका कुराहरूको सम्झना हुने छैन, न त ती मनमा आउनेछन्। तर मैले सृष्टि गर्ने कुरामा सदा सर्वदा आनन्द गर र हर्ष बनाऊ, किनभने म यरुशलेमलाई हर्षदायक र यसका मानिसहरूलाई आनन्ददायक तुल्याउनेछु। आमेन। परमेश्वरलाई महिमा भएको होस्। हामी वचनलाई परमेश्वरको हातमा राख्छौँ। म पास्टरलाई अनुरोध गर्छु, पास्टरले वचन प्रार्थना गर्दै हुनेछ अनि हामी अगाडि बढाउनेछौँ। हालेलुया। ओ महान परमेश्वर, हामी तपाईलाई यो समयको लागि धन्यवाद दिन्छौँ। प्रभु, तपाईले आज हामीलाई यशायाको पुस्तक यो 65 अध्यायबाट नयाँ कुरा सिकाउँदै हुनुहुन्छ। प्रभु, हामी प्रार्थना गर्छौँ तपाईँ परमेश्वर जुन वचन आज हाम्रो निम्ति बोल्दै हुनुहुन्छ, हामीले पुराना कुराहरू बिर्सिनु पर्ने र नयाँ कुराको पछि लाग्नु पर्ने प्रभु हाम्रो बिचमा बोल्दै हुनुहुन्छ। धन्यवाद। यदि तपाईँ प्रार्थना गर्छु यस समयमा आफ्नो छोराले कमजोर साथ छरेको वचन तपाईँ प्रभुले आफ्नो दिनमा कटनी गर्नुहोस्। आज भोलिएका वचनहरूलाई हामी तपाईँ प्रभुको वचन भनेर ग्रहण गर्न सकौँ। आफ्नो छोराको तयारी भन्दा पवित्र आत्माको तयारी यस कोठाभित्र हुन सकौँ। हाम्रो यही प्रार्थना छ पिता। तपाईँ परमेश्वरको आवाज आज हामी सुन्न चाहन्छौँ। तपाईँ परमेश्वरलाई कोठाभित्र भएको महसुस गर्न चाहन्छौँ। धन्यवाद सबै कुराको लागि। हाम्रो बिचमा बोल्नुहोस्। धन्यवाद। प्रार्थना सम्पर्क माग्छ हामीलाई प्रेम गर्नुहुने प्रभु येशूको नाममा। आमेन। पास्टरलाई धन्यवाद छ। आजको वचनको शीर्षक हो आनन्द। हामी धेरै मानिसलाई फरक मानिन्छौँ, फरक तरिकाले हामी आनन्द लिन्छौँ। उद्देश्य चाहिँ हामी यहाँ भिडाउनुको उद्देश्य सबैको एउटै हो, ताकि हाम्रो परमेश्वरलाई महिमा दिनु र अनन्त स्वर्गको निम्ति तयारी हुनु र परमेश्वरमा परिपक्व हुँदै जानु हो। पहिलो समयमा हामी वचन सुन्दै थियौँ, हामीलाई आफ्नो जिम्मेवारीले अथवा हाम्रो सबै समयकाल परिस्थितिले परिपक्व बनाउँदै लैजान्छ र परिपक्व हुनुपर्छ। वास्तवमा मानिसहरूलाई हेरेर म आफै हेरेर म अर्कै टाइपको मानिस छु। यहाँ हुने मानिसहरू अलिक फरक टाइपको, रमाइलो गर्नुपर्ने, ठट्यौली गर्नुपर्ने अनि हाँस्नुपर्ने मानिसमा म पर्छु। र यहाँ कतिजना गम्भीर तरिकाले एक्लै बस्ने, अरूसँग नबोल, जो पार्टी छ नबोल्ने, कसै यसमा रमाउँछन्। कतिजना चाहिँ अर्कोलाई पेच पारेर भनेर के उसलाई दबाएर भनेर खुसी हुनुपर्ने, आनन्द हुनुपर्ने है। विभिन्न टाइपका मानिसहरू हामी छौँ। तर परमेश्वर भन्नुहुन्छ केमा आनन्द हो? मैले सृष्टि गरेका मेरा हातका सिपहरूमा तिमीहरू खुसी हो, आनन्द हो भने चाहिँ
परमेश्वरले भन्नु। त्यस कारणले गर्दा हामी हरेक आफ्नो विचार आफ्नो एक किसिमको चाहिँ के अरे चाहिँ ह्याबिट हुँदाहुँदै बानी हुँदाहुँदै पनि हामी सबैजना चाहिँ प्रभु परमेश्वरको वचनमा खुसी हुनुपर्ने कुरा छ। र हामी जुन क्षमाको भए पनि प्रभुको वचनको विरुद्धमा कोही पनि एक सिन्का पनि तलमाथि हुँदैन है प्रियहरू। अझ बाइबलले भन्छ तिमीले परमेश्वर र पवित्र आत्माको विरुद्धमा बोलेका पापहरू क्षमा हुँदैनन्। सबै पापहरू क्षमा हुनुहुन्छ, तर एउटा पाप, त्यो पाप हो जुन परमेश्वरको विरुद्धमा बोलेको पाप, पवित्र आत्माको विरुद्धमा बोलेको पाप क्षमा हुँदैन भनेर चाहिँ बाइबलले भन्दछ। र यसैको पुस्तकको बारेमा मैले गएको हप्ता मैले प्रचार गर्दै थिएँ कि यो समय क्रम अनुसार यो के अरे घटना परिस्थिति अनुसार मैले अस्ति भन्दै थिएँ कि मानिसहरूले चाहिँ के गर्छन्, यस्तो बनाउँछन्, त्यसमा मूर्ति बनाउँछन्, काठ खोप्छन्, के गर्छन्, पुलाल बनाउँछन्, ढुङ्गाको बनाउँछन्, सिमेन्टको बालुवाको बनाउँछन्, अनि उनीहरूले ईश्वर भनेर पुज्छन्, माटोको भनेर ईश्वर भनेर पुज्छन्। तर वास्तवमा यो व्यर्थ हो, वचन यो व्यर्थ हो, यो कुनै पनि कामको छैन। किनभने भोलि तिनीहरू सबैजना भेला हुनेछन्, यिनी हेर्नेछन्, अनि उनीहरू लज्जित हुनेछन्, लज्जित हुनेछन्। प्रियहरू, तपाईँ र म त्यसमा सहभागी हुनु नपरोस्, तपाईँ र म कोही पनि त्यसमा सहभागी हुन नपरोस्। किनभने तपाईँ र मैले स्वर्गीय वचनहरू सुनेका छौँ, बुझेका छौँ, अध्ययन गरेका छौँ, अनि सिरोपर पनि गरेका छौँ। त्यसकारण तपाईँ र म चाहिँ अनन्त स्वर्गको निम्ति तयारी हुँदै गर्ने व्यक्तिहरू। अघि सञ्चालकजीले भन्दै गाउँदै म त यो हिन्दी अलि बुझ्दिनँ, तर पनि अरू साथीले हाँसेको देख्दा म पनि हाँसौँ लागेँ। र मैले बुझेअनुसार उसले के भन्दै थियो भने त्यहाँ मैले बुझेअनुसार चिन्ता, फिक्री, या रमाइलो जस्तो सुकै पनि आनन्द गर नै भन्दै थियो जस्तो मलाई लाग्यो। किनभने जीवनमा धेरै उतार चढावहरू हुन्छन्। धेरैजना व्यक्तिहरू ठुला ठुला चिन्तामा फिक्रीमा परि उनीहरू रमाउन जानेका हुन्छन्। कतिजना व्यक्ति चाहिँ नि जति खुसी भए, जति आनन्दित भए पनि, जति के अरे पुगिसरी आए पनि खुसी हुन जान्दैन। जिन्दगीमा चिन्ता टेन्सनै टेन्सन लिएर हिँड्छन्। तर वचनले के भन्छ भने मेरो वचनमा परमेश्वरले भन्नुहुन्छ कि मेरो वचनमा अथवा मेरो सृष्टिमा तिमीहरू आनन्द गर भन्दछ। र यसैले भन्दछन् तिमीहरू जस्तो सुकै गरेको भए पनि फर्क, आऊ, प्रस्ताव गर, तिमीहरूका सिन्दुरी पापहरू धोइदिनेछु, हिउँ जस्तै सेतो बनाउनेछु भनेर भन्नुभएको छ। अनि यसले त्यस्तो व्यक्ति थिए ताकि परमेश्वर प्रति अत्यन्तै झुकाव राख्ने व्यक्ति र परमेश्वर प्रति अत्यन्तै डर मान्ने व्यक्ति यशाया थिए। अनि परमेश्वरले यसैको अगाडि आएर आफ्नो गुनासो राख्नुभयो। मेरो निम्ति को जाने, मेरो निम्ति काम कसले गर्ने? धेरै मानिसहरू छन् मेरो वचन नसुनेका, र मेरो वचन सुनेर पनि नसुन्नेहरू धेरै छन्। अनि यी अन्धाहरू छन्। गधाले आफ्नो डुँड चिन्छ, गोरुले आफ्नो मालिक चिन्छ, तर मेरो आफ्नै प्रजाले, मेरो आफ्नै छोराछोरीले मलाई चिन्दैन भनेर यसैले गुनासो गर्दा तिनीहरूलाई सम्झाउने, तिनीहरूले को जाने हुँदा यसैले भने कि म हाजिर छु, म तयार छु, मलाई पठाउनु, यसैले यसो भनेका थिए। त्यही भएर होला यसैले यति लामो कुराहरू भविष्यमा हुने कुराहरू पनि परमेश्वरले यसै अगमवक्ताद्वारा लेखिराख्नुभयो, पठाइदिनु भयो हाम्रो बिचमा वचन। त्यही भएर यहाँनिर भन्छ कि हेर म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, अघिका कुराहरूको सम्झना हुने छैन, न त ती मनमा आउनेछन्। हेर्नुहोस् यहाँ के भनिएको छ भने तपाईँ र मैले परमेश्वरलाई चिन्नुभन्दा अगाडि तपाईँ र मैले गरेको गल्तीहरू, भुलहरू, ती कुराहरूको हिसाब किताब हुँदैन अरे। जुन दिन तपाईँ र मैले प्रभुलाई चिनेका थिएनौँ नि त्यो दिनभन्दा अगाडिको चाहिँ गल्ती भुलहरूको हिसाब किताब हुँदैन। किनभने गल्ती भएको छ, भुल भएको छ, पाप भएको छ, विभिन्न कुरा भएको छ। तर जुन दिन तपाईँ र मैले परमेश्वरलाई चिन्यौँ नि, ख्रिस्ट येशू तपाईँले मेरो उद्धारकर्ता र मुक्तिदाता हुनुहुन्छ भनेर चिन्यौँ, विश्वास गऱ्यौँ, त्योभन्दा यता चाहिँ तपाईँ र मैले यदि पवित्र आत्माको विरुद्धमा, परमेश्वरको विरुद्धमा बनेको पापहरू चाहिँ, गरेका पापहरू चाहिँ क्षमा हुँदैनन्। बाइबलले भने कुरा यो हो। त्यही भएर अघिका कुरा भने चाहिँ येशूलाई चिन्नुभन्दा अगाडि कुराहरू चाहिँ क्षमा हुन्छ, तर येशूलाई चिनिसकेपछि फेरि पटक पटक तपाईँ र म त्यही भुल, त्यही पाप, त्यही गल्ती दोहोऱ्याइराख्छौँ भने
प्रियहरू, त्यसको बारेमा परमेश्वरले हिसाब राख्नुहुन्छ र तपाईँहरू होसियार हुनुपर्छ। किनभने अरू पाप क्षमा भइहाल्छ। धेरैले विश्वासी चाहिँ के हुन्छ, येशूमा पाप क्षमा हुन्छ भन्दै गल्ती गर्दै पाप गर्दै बस्ने, धेरैजनाले पाप गर्दै बस्ने त्यस्ता पनि हुन्छन्। तर तपाईँ र म त्यस्ता नहौँ। तपाईँ र म चाहिँ हिजो जस्तो थियौँ त्यस्तै आज होइन, हिजोभन्दा आज परिवर्तन हुनुपर्छ। आमेन। हिजोभन्दा आज परिवर्तन हुनैपर्छ। यदि हिजै गरिरहेको पापहरू दोहोरिरहेको छौँ भने, त्यही झुटहरू त्यही चाहिँ के अरे चाहिँ परमेश्वरको विरुद्धमा तपाईँ र म बोलिरहेको छौँ भने तपाईँ र मेरो निम्ति ती दिनहरू नआउला भन्न सकिन्न। त्यही भएर यहाँ चाहिँ पहिलेको भने चाहिँ विश्वास गर्नुहुन्छ पहिलेको। तर मैले सृष्टि गर्ने कुराहरूमा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ, किनकि म परमेश्वर, म यरुशलेमलाई हर्षदायक र त्यसका मानिसहरूलाई आनन्ददायक तुल्याउनेछु। आमेन। हेर्नुहोस् है, आनन्द उहाँले जुन कुरा सृष्टि गर्नुभएको त्यो कुरा चाहिँ परमेश्वरले हामी मानिस जातिलाई, उहाँलाई विश्वास गर्ने जातिहरूलाई, विश्वास गर्ने व्यक्तिहरूलाई आनन्द दिनको निम्ति उहाँले सृष्टि गर्नुभएको हो। र उहाँले दिनुभएको कुरामा तपाईँ र म आनन्दित हुन सिक्नुपर्छ, आनन्दित हुनैपर्छ। यदि तपाईँ र मैले कुरा वास्ता अनि फिक्री गरेका छैनौँ र यसमा आनन्द लिन सिकेका छैनौँ भने यो कुरा तपाईँ र मैले सिक्नुपर्छ। धेरै पटक हामी मानिसहरू अरूले भनेको कुरामा रमाउँछौँ, अरूले गरेको कुरामा रमाउँछौँ, होइन। त्यसैले गर्दा आजकल संसारका मानिसहरूले आनन्द के गरेर मनाउँछन्? अहिले हेर्ने भने दसैँको समय छ, तास खेलेर, जुवा खेलेर, डाइस खेलेर, मदिरा पिएर आनन्द मनाउँछन्। तर तपाईँ र मेरो त्योभन्दा फरक आनन्द छ। आमेन। तपाईँ र मेरो निम्ति त्योभन्दा फरक आनन्द छ। तपाईँ र मेरो निम्ति परमेश्वरले त्यो आनन्द राखिदिनु भएको छ। पर्खेर बस्नुपर्छ। प्रतीक्षाको फल मिठो हुन्छ। कतिलाई थाहा छ? कतिलाई थाहा छ प्रतीक्षाको फल मिठो हुन्छ? एकजना मात्रै थाहा, हाम्रो पास्टरवाला पनि थाहा छ। प्रतीक्षा कुरेर पर्खेर पाएको आनन्द कतिजनाले याद गर्नु भएको छ? धेरैजनाले। हेर्नुहोस्, जब हामी अहिले तत्कालको लागि अहिलेको लागि गर्छौँ भने त्यो एकछिनको लागि मान्छेले भन्छ तातो आलु भन्छ नि। आलु पहिला हामी तातो आलु भनेर गोब्रोमा आलु पोलेर अनि त्यो टक्कै निकाल्छ, हातमा राख्छ कि यसो हुन्छ, हातमा समय राख्नु पर्दैन, अनि यसो गरिराख्ने कि तलमाथि अघि पछि गरिराख्नु पर्ने। त्यसलाई तातो आलु भन्थ्यो कि। न त समाउन सकिन्छ न त फाल्न सकिन्छ। फालो त पाकेको छ, खानु पर्यो, खानु मन लागेको छ, भोक लागेको छ। नफालो के हुन्छ, समाउन सकिँदैन। त्यसलाई तातो आलु भनिन्छ कि। यदि क्षणिक अहिलेको लागि तपाईँ र मैले कुनै आनन्द, कुनै आइस आराम खोज्दैछौँ भने तपाईँ र मेरो जिन्दगी तातो आलु जस्तै हुनेछ। हेर्नुहोस् है, तपाईँ र मेरो जिन्दगी तातो आलु जस्तै हुनेछ। तर यदि तपाईँ मैले प्रतीक्षा गरेर केही दिन, केही समय, केही वर्ष तपाईँ र म कुर्छौँ, पर्खिन्छौँ, त्यसले कहिल्यै नटुङ्गिने आनन्द दिनेछ। आमेन। धेरै मानिसहरूले अहिलेको 5 रुपियाँको आनन्दले जिन्दगी बिग्रिएको छ। 5 रुपियाँको लगाएपछि बिर्सिहाल्छ सबै कुरा, अनि लाउनु पऱ्यो नि त, होइन? त्यो क्षणिक आनन्द हो। मन परपर हिँडिहालौँ, सिद्धियो, त्यो क्षणिक आनन्द हो। तर त्यसपछिका दिनहरूले के गर्दैन, याद गर्दैन। तर जिन्दगी केही दिन बाँच्नु छ, तर म प्रतीक्षा गर्छु परमेश्वरलाई, परमेश्वरको दिनलाई पुज्छु, प्रार्थना गर्छु। दुःख छ, समस्या छ, गाह्रो छ, अप्ठ्यारो छ, तर म कुर्छु। के गर्छु? म कुर्नुपर्छ। यदि कुर्न सकेनौँ भने तपाईँ र मेरो जिन्दगी तातो आयो। जब तपाईँ र मैले कुर्दै जान्छौँ, प्रतीक्षा गर्दै जान्छौँ, अनि त्यसपछि तपाईँ र मेरो जिन्दगीको आनन्द सुरु हुनेछ। आमेन। त्यसपछि तपाईँ र मेरो जिन्दगीमा आनन्दहरू सुरु हुनेछ, ताकि त्यो सुरु भएको आनन्द टुङ्गिने छैन। अनन्त आनन्दले के गर्छ? आनन्दमाथि आनन्द थपिँदै जानेछ। तर यदि अहिले खाउँ, तातै खाउँ, जलिबरु गऱ्यो भने त्यसको जिन्दगीमा भुप्रोमा परेको झुस्रे किरा जस्तै
पिरोलिँदा त्यो त्यहीँ मर्छ। अथवा पेट्रोल हानिदिएको सर्प जस्तै, सर्पलाई पेट्रोल हानिदियो भने के हुन्छ? कतिजनाले सर्पलाई, जिउँदो सर्पलाई पेट्रोल कतिजनाले हाल्नु भएको छ? जिउँदो सर्पलाई पेट्रोल यदि कुनै ठाउँमा बढी सर्प लाग्छ भने पेट्रोल या मट्टीतेल बोकेर जानु, त्यहाँ गएर पेट्रोल या मट्टीतेल छर्किदिनु, त्यो सर्प आफै बटारेर मर्छ, किनभने ऊ त्यो बाँच्न सक्दैन। अथवा सर्प पसेको पालमा त्यो त अर्को पार्दैन, त्यहाँ गएर आगो फुकिदिनु, त्यो त्यहीँ गुल्केर मर्छ, किनभने उसको लागि कहाँ जाउँ के गर्नु हुन्छ, पिरोलिँदा त्यहीँ मर्छ। त्यस कारणले गर्दा ततै ठाउँ चलि मरौँ भन्ने व्यक्ति अथवा मान्छेको जिन्दगी त्यस्तो हुन्छ। तर तपाईँ र मेरो निम्ति परमेश्वरले यहाँ भन्नुहुन्छ कि आनन्द गर, हर्ष मनाऊ, किनकि म यरुशलेमलाई हर्षदायक र त्यसका मानिसहरूलाई आनन्ददायक तुल्याएको छ। हेर्नुहोस् है, आज मानिसहरूले अहिले क्षणिकको निम्ति रमाएका छन्, पिएका छन्, खेलेका छन् है, ढाँटेका छन्, झुट बोलेका छन्। कतिले त मण्डली आएर पनि परमेश्वरको विरुद्धमा बोलेका छन्। बोल्नेलाई बोलिराख्न दिउँ, खेल्नलाई खेलिराख्न दिउँ, पिउनेलाई पिइराख्न दिउँ, तर तपाईँ र म परमप्रभुको बाटोमा हिँड्न नछोडौँ। आमेन। तपाईँ र म परमप्रभुको बाटोमा हिँड्न नछोडौँ, ताकि तपाईँ र मेरो निम्ति कहिल्यै नटुङ्गिने आनन्दले पर्खेर बसेको छ। आमेन। तपाईँ र मेरो निम्ति कहिल्यै नटुङ्गिने आनन्दले पर्खेर बसेको छ। धेरै मानिसहरू टुँडालहरूमा, ढुङ्गाहरूमा, माटोहरूमा अल्मलिएका छन्, तर तपाईँ र म नअल्मलियौँ, किनभने तपाईँ र मैले देखेका छौँ। बाइबल पढेका छौँ भने, वचनलाई अध्ययन गरेका छौँ भने तपाईँ र म अल्मलिने छैनौँ, किनभने तपाईँ र मैले देखिसकेका छौँ। त्यही भएर उहाँ भन्नुहुन्छ कि मैले गर्ने कुरामा, मैले सृष्टि गर्ने कुरामा सदा सर्वदा आनन्द गर। परमेश्वरले झरी पठाउनुहुन्छ, परमेश्वरले घाम पठाउनुहुन्छ, परमेश्वरले ठिक्कको झरी पनि होइन, घाम पनि ठिक्कको दिन पठाउनुहुन्छ, किनभने उहाँलाई त्यो रमाइलो लाग्छ। त्यो तपाईँ र मैले पनि त्यसमा आनन्द लिन सिक्नुपर्छ। तपाईँ र मेरो जीवन यसैले भन्छन्, जसरी हिउँ र वृष्टि पृथ्वीमा झर्छ, त्यो त्यत्तिकै फर्किँदैन, त्यसले बिजाउँछ, उमार्छ, अनि फुलाउँछ र फलाउँछ, अनि त्यसले खानेलाई भोजन र काम गर्ने अथवा फेरि दिन्छ। वचन भन्ने कुरा हो। यसै पुस्तकले भन्छ तपाईँ र म त्यसै पृथ्वीमा परमेश्वरले तपाईँ र मलाई पठाउनु भएको छ। त्यसकारण तपाईँ र मैले पृथ्वीमा रहन्जेल केही न केही गर्नै पर्छ, केही प्रभुको निम्ति गर्नुपर्छ। तपाईँ र म अरू जस्तो 2 दिन आशा नभएको मान्छे जस्तो जे पाए त्यो बोल्दै हिँड्ने मान्छेहरू हुनु हुँदैन। तपाईँ र म चाहिँ केही न केही गर्ने, प्रभुको निम्ति हामी जहाँसुकै जे सिकाउनु परोस्, तर प्रभुको निम्ति काम गरिराख्ने व्यक्तिहरू तपाईँ र म बन्नुपर्छ। आमेन। एकले अर्कालाई श्रेष्ठ ठान्दै म भन्दा मेरो साथी 1 स्टेप माथि छ, त्यो एकले अर्कालाई आदर गरेको र प्रेम गरेको कुरा हो। त्यही भएर हामी चाहिँ परमेश्वरले गर्नुभएको सृष्टिमा रमाउनुभन्दा अर्को कुनै पनि उपाय छैन। यसैया 25 को 9 पद पढ्नु थियो एकजनाले, यसै पुस्तक 25 अध्यायको 9 पद एकजनाले पढ्नुहोस् त, जसले पाउनुहुन्छ। यसैया 25 को 9 पद कसैले पाउनु भयो? त्यस दिन तिनीहरूले यसो भन्नेछन्, निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गर्यौँ र उहाँले नै हामीलाई बचाउनु भयो। उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गर्यौँ, उहाँले गर्नुभएको उद्धारमा हामी खुसी हौँ र रमाउँ। आमेन। हेर्नुहोस् है, त्यो व्यक्तिहरू, जुन व्यक्तिहरूलाई आशा नभएका व्यक्तिहरू, उनीहरूले आशा देखे, आशा पाए, अनि उनीहरूले चाहिँ परमेश्वरमा भरोसा राखे, अनि उनीहरूले चाहिँ उनीहरूलाई चाहिँ परमेश्वरले बचाउनुहुन्छ र बचाउनु भयो। उनीहरू त्यो दिन भन्ने छ, हामीले परमेश्वरलाई पायौँ, भरोसा राख्यौँ, हामी बाँच्यौँ। तपाईँ र म जतिजना भरोसा गर्छौँ, तपाईँ र मैले यही कुरा भन्नुपर्ने, यो पाउनेछौँ, किनकि
हामीले पृथ्वीमा हुँदाखेरि परमप्रभु परमेश्वरमा भरोसा राख्यौँ अनि आज हामी बाँच्यौँ। कतिजना प्रियहरू तपाईँ र मैले आफ्नै साथीहरूलाई गलत बाटोमा गएको देखिनेछ, किनभने उनीहरूलाई जति भन्दा पनि उनीहरू सुध्रिँदैनन्, उनीहरू जति गर्दा पनि उनीहरू फर्किँदैनन्। तर ऊ फर्किएन भने तपाईँहरूमा धेरै चिन्तित हुन आवश्यक छैन, किनभने पृथ्वीमा भएका धनहरू, सम्पत्तिहरू, रमाइलोहरू है, मानिसले तयारी गरेको सबै कुराहरू व्यर्थै हुन्, एक दिन सिद्धिँदै जानेछन्। हेर्नुहोस्, सिद्धिँदै जानेछन्। तर जब तपाईँ र म स्वर्गको निम्ति काम गर्छौँ, स्वर्गको निम्ति खर्चिन्छौँ, तब तपाईँ र मेरो पृथ्वीमा केही नभए तापनि स्वर्गको निम्ति छ भने तपाईँ र म गर्व गर्न सक्छौँ। आमेन। र त्यो दिन तपाईँ र मैले ती कुरा पनि पाउनेछौँ र भेटाउनेछौँ। यहाँनिर त्यही भन्छ कि निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामी उहाँमाथि भरोसा गऱ्यौँ र उहाँले नै हामीलाई बचाउनु भयो। उहाँ नै प्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गऱ्यौँ। उहाँले गर्नुभएको उद्धारमा हामी खुसी हौँ र रहौँ। हेर्नुहोस् है, यदि यतिजना मध्ये हामी यतिजना मध्ये कतिजनाले प्रभु नपाए, यदि म आफैले प्रभु नपाएको थिएँ भने आज म किन यस्तो हुन्थेँ र? किनभने संसारमा के हुन्छ भने त्योभन्दा म कम, त्यसले भन्दा मैले बढी गर्नुपर्छ, उसले भन्दा मैले राम्रो लाउनुपर्छ, उसले भन्दा मैले मिठो खानुपर्छ, त्यसलाई मैले जित्नै पर्छ, त्योभन्दा म चाहिँ के अरे चाहिँ बुद्धिमानी मानिस, अथवा त्यो जातिभन्दा यो जाति म चाहिँ ठुलो मानिसमा यो अहंता र घमण्ड हुन्छ। तर वास्तवमा जसले प्रभुलाई पाएको छ, भरोसा गरेको छ, उसले यो कुरा त्याग्नुपर्छ। किनभने परमेश्वरमा कोही पनि ठुलो छैन, कोही पनि सानो छैन, कोही पनि धनी छैन, कोही पनि गरिब छैन, कोही पनि बुद्धिमान छैन, कोही पनि निर्बुद्धि छैन। तर प्रभुले चाहनु भने निर्बुद्धि मानिसलाई बुद्धिमानी बनाउनुहुन्छ, प्रभुले चाहनु ती गरिबहरूलाई धनाढ्य बनाउनुहुन्छ, प्रभुले चाहनुभयो भने ती सामान्य मानिसलाई उच्च कोटिको मानिस बनाउनुहुन्छ। यो कुरा तपाईँ र मैले कहिले पनि बोल्नुहुन्न। त्यही भएर तपाईँ र म चाहिँ परमप्रभु परमेश्वरसँग रमाउनुपर्छ, आनन्द हुनुपर्छ। त्यही भएर उहाँले तपाईँ मलाई उद्धार गर्नुभयो, छुटकारा दिनुभयो। यसको लागि हामी प्रभुलाई धेरै धेरै सधैँ धन्यवाद दिउँ र उहाँको महिमाप्रति हामी सधैँ समर्पण गर्नु छ। यहाँ अर्को खण्ड हेरौँ, ताकि यो मैले अगमबाडीको पुस्तक, भविष्यवाणीको पुस्तकबाट नै लिएको हुनाले म अर्को एउटा भविष्यवाणीको पुस्तकमा लैजान चाहन्छु। प्रकाशको पुस्तक 21 अध्याय 1 पददेखि 3 पदसम्म एकजनाले पढिदिनुहोस् त। एकदम अन्तिम समय कुरा हो यो, ताकि तपाईँ र मैले यदि यसरी बाइबललाई हेऱ्यौँ भने तपाईँ र म कुनै पनि गल्ती गर्नबाट अथवा कुनै पनि फटाइ गर्नबाट, झुट बोल्नबाट तपाईँ र म तर्केर जानेछौँ। किनभने वचन सत्य छ र भोलि म यो खाटामा पर्छु भन्ने कुरा जसले महसुस गर्छ त्यो व्यक्ति पक्कै पनि यी कुराबाट भाग्नेछ। प्रकाशको पुस्तक 21 अध्यायको 1 पददेखि 3 पदसम्म पढ्नुहोस् एकजनाले। अब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिति गएका थिए, समुद्र त अब छँदै थिएन। अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिँगारिएर तयार पारिराखेकी अर्थात् पवित्र सहर नयाँ यरुशलेम स्वर्गबाट तल्तिर झरिरहेको देखेँ। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। आमेन। हेर्नुहोस् है, मैले गएको हप्ता, अब हामी गएको हप्ता मैले प्रचार गर्दा सुन्ने व्यक्तिहरू कतिजना हुनुहुन्थ्यो र हामी फेरि आज मात्रै सुनेको एकजना छौँ। मैले गएको हप्ता धेरै पृथ्वीमा भएका मानिसहरूले गरिरहेका, मानिसहरूले बनाएका ईश्वरहरू, पूजेका ईश्वरको बारे मैले बताएको थिएँ। आज मैले अर्को ठ्याक्कै त्यसको अब चाहिँ त्यसलाई नबुझ्ने व्यक्तिहरूको अथवा परमेश्वर विश्वास गर्ने व्यक्तिहरूको निम्ति के तयारी गरिएको छ, कसरी ती मानिसहरूले आनन्द लिनेछन्, कसरी ती मानिसहरू चाहिँ परमेश्वरसँग
सँगै बस्नेछन्, सँगै रहनेछन्, कसरी सँगै रमाउनेछन् भनेर आज मैले प्रचार गर्छु। तपाईँ मैले हामीले याद गर्नुपर्ने एउटा कुरा के हो भनेदेखि जब बाइबलमा एउटै शब्द पटक पटक दोहोरिन्छ भने त्यो शब्दमा तपाईँहरूमा एकदम होसियार हुन्छ। यो जुन कुरा यसैको पुस्तकमा नि यही कुरा गरिएको छ भने यहाँ प्रकाश पुस्तकमा यही कुरा गरिएको छ। जब दुई वा दुईभन्दा बढी जो वचनलाई दोहोऱ्याइन्छ भने त्यसलाई धेरै महत्त्वका साथ हेर्नुपर्छ। त्यो पुरा हुन्छ 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 तर त्यो भन्दैन फेरि कुनै वचन एकै ठाउँमा लेखेको यो चाहिँ के हो अझ यसमा केही छैन भनेर भन्नु हुँदैन, ताकि त्यहाँ पनि के छ केही न केही पूर्ण रूपमा सत्य छ। तर जब मान्छेले दोहोऱ्याउँछ नि त्यो अथवा चाहिँ त्यो वचन दोहोरिन्छ नि त्यो वचन दोहोरिनुमा चाहिँ त्यो अत्यन्तै महत्त्वपूर्ण र अत्यन्तै नहुने र भरि छाड्ने कुरा भएको हुनाले त्यो कुरा दोहोरिने गर्छ। र बाइबलमा धेरै कन्टेन्ट धेरै कुराहरू दोहोरिएका छन्, त्यो मध्ये यो पनि एउटा हो। त्यही भएर चाहिँ यहाँनिर तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ। यो येशूका चेला 12 जना चेला मध्ये एकदम विद्वान चेलाद्वारा परमेश्वरले पृथ्वीमा पठाउनु भएको यो कुरा हो। र योभन्दा लगभग 400-500 वर्ष पहिला यशायालाई पनि यसरी नै परमेश्वरले देखाउनु भएको थियो। र अहिले फेरि पछाडिका दिनमा के अरे येशू ख्रीष्ट पृथ्वीमा आएर स्वर्गमा उठाइ लगिनु भइसकेपछि पनि फेरि आफ्नै चेलामा यो कुरा देखाउनु भयो कि तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिति गएका थिए, ती खराब थिए, त्यो बिति गएका थिए, प्रयोग इच्छाको थिएन। समुद्र त अब छँदै थिएन। हेर्नुहोस् है, पृथ्वीमा कति धेरै समुद्रको भागहरू छन्। यहाँ भन्छ कि त्यो समयमा समुद्र त हुँदैन अरे, त्यहाँ समुद्र नै हुँदैन भन्दैछ, छिँदै थिएन। अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिँगारिएर तयार पारिराखेको अर्थात् पवित्र सहर नयाँ यरुसलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ। हेर्नुहोस् है, नयाँ सहर यरुसलेम। हामीले यरुसलेमलाई वास्तवमा पटक हामी यरुसलेमको व्याख्या देख्छौँ। यरुसलेमलाई चाहिँ स्वर्गसँग तुलना गरिएको कुराहरू पनि हामी देख्छौँ। अनि नयाँ यरुसलेम, नयाँ आकाश र नयाँ पृथ्वीको कुराहरू गरिएको छ। त्यही भएर प्रियहरू, तपाईँ र म चाहिँ प्रभुको वचनबाट दायाँ बायाँ हुनुहुँदैन है, बरु भोकै बस्नु पर्यो, त्यतिकै मर्न पर्छ। मैले भन्छु फटाइ गरेर मैले झुट बोलेर खानु त बरु म त्यत्तिकै मर्दिन्छु। बार मैले बोल्ने शब्द यही हो। यदि कुनै पनि ठाउँमा फटाइ गरेर खानुभन्दा त त्यत्तिकै बित्नु पर्यो, किनकि स्वर्ग त गइन्छ। यसैले भन्नुभयो नि, अन्त त्यो कुरा ठ्याक्कै लागु होला या नहोला, तिम्रो दाहिने आँखाले गल्तीको चाहिँ निकालेर फालिदिनु, तिम्रो एउटा हातले गल्ती त्यो हातै काटेर फालिदिनु। तपाईँहरू मैले पढेको कुरा हो। किनभने तिमी सिङ्गो शरीरसहित नर्कमा जानुभन्दा तिमी लङ्गडो भएर अपाङ्गो भएर स्वर्गमा जानु बेस। वचनले भनेको कुरा हो, यो मैले भनेको कुरा होइन, येशूले भन्नुभएको कुरा हो। यहाँ मैले के भन्दैछु नि प्रियहरू, पटक परमेश्वरले आफ्नो वचन तपाईँ मेरो अगाडि पठाउनु भएको छ। त्यही भएर तपाईँ र म चाहिँ जान झुट नबोलौँ, परमेश्वरको विरुद्धमा काम नगरौँ। यदि कोही परमेश्वरको विरुद्धमा काम गरिरहन्छ भने त्यसको सङ्गत नगरौँ, त्यसको पछि नलागौँ। वचनले भन्छ प्रभुको विरुद्धमा बोल्नेसँग के नगर, एउटै जोवा ननारियो, अभिवादन पनि नगर, उसले छुएको पनि नखाऊ। वचनले त यो भन्छ। बाइबलले के भन्छ भने छुवाछुत मान्छ त्यस्तो, ताकि वचनको विरुद्धमा हिँड्नेसँग सँगै खाने सँगै बस्ने काम नगर। तर जो व्यक्ति प्रभुसँग डराउँछ, प्रभुको वचन मान्छ अनि त्योसँगै बस, दुःख कष्ट साथ गर। वचनले तपाईँ र मलाई सिकाएको कुरा यो हो। त्यस कारणले गर्दा हामी जातको आधारमा, उसको आधारमा हामी छुवाछुत मान्दैनौँ, तर हामी त्यस्तो छुवाछुत मान्छौँ जुन चाहिँ प्रभुलाई चिनेर पनि प्रभुको विरुद्धमा बोल्छ भने, प्रभुको विरुद्धमा काम गर्छ भने उसँग चाहिँ तपाईँ र म होसियार हुनुपर्ने कुरा। अनि यहाँ त्यही भन्छ कि अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिँगारिएर
तयार पारिराखेकी अर्थात् पवित्र सहर नयाँ यरुसलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ। हेर्नुहोस् है, पवित्र सहर, पवित्र भन्ने चिज, पवित्र भन्ने शब्द तपाईँ मलाई सबैलाई थाहा छ। पवित्र, परमेश्वर पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्वरको छोराछोरी, परमेश्वरको जनहरू पनि पवित्र हुनुपर्छ। होला सबै कुरामा सिद्ध नहोला, तर तपाईँ र म कोसिस गर्नुपर्छ। जान अपवित्र काम गर्नु हुँदैन। सिंहासनबाट यसो भन्ने एउटा अर्को स्वर मैले सुने, हेर परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका राजा उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। हेर्नुहोस् है, तपाईँ र मेरो निम्ति कतिजनाले यो राजनीतिको कुरा आउँछ कि पहिला पहिला म अलिअलि राजनीतिको चासो राख्थेँ, राजनीति गर्थेँ। अनि कतिपय साथीहरूले भन्छन् तँ चाहिँ कुन दलका होस् भन्छ कि, अनि म राजावादी हो भन्छु क्या त्यसलाई। ए तँ राजावादी, खुसी पनि राजावादी हुन्छ र? कस्तो कुरा गरेको? यसु ख्रीष्ट हाम्रो राजा हुनुहुन्छ, त्यस कारण हामी राजावादी हो, हाम्रो राजा यसु हुनुहुन्छ अनि भन्ने मान्छे छक्क बस्छन् कि, किनभने हामी सबैको राजा परमप्रभु परमेश्वर ख्रीष्ट यसु मात्रै हुनुहुन्छ। अरू तपाईँ र मेरो निम्ति न त राजा न त को न त के, किनभने तपाईँ र मेरो राजा, तपाईँ र मेरो शासक ख्रीष्ट यसु हुनुहुन्छ। परमेश्वरले दिनुभएको वचन तपाईँ र मेरो निम्ति कानुन हो, तपाईँ र मेरो निम्ति नियम हो। यसलाई सबैलाई मैले सिरोपर गरिराख्नुपर्छ। यदि विश्वासी भन्ने अनि वचनलाई चाहिँ मतलब नराख्ने, परमेश्वरलाई उडाउने, परमेश्वरको विरुद्धमा बोल्ने यदि काम गर्छ भने ऊ विश्वासी होइन, ऊ कलङ्क हो। त्यसले प्रभुको नाउँलाई, प्रभुको वचनलाई कलङ्क बनाइरहेको हुन्छ। त्यो भएर तपाईँ र म चाहिँ त्यतातिर हुनु हुँदैन है। तपाईँ र म चाहिँ वचनमा अडिनुपर्छ, या खान पाओस् या नपाओस्, या लाउन पाओस् या नपाओस्, तर तपाईँ र म प्रभुको वचनमा अडिग रहनुपर्छ। प्रभुको वचनमा त दायाँ बायाँ रहनु हुँदैन। तपाईँ र म पवित्र बन्ने कोसिस गर्नुपर्छ, कलङ्क बन्नु हुँदैन। धेरै मानिसहरू प्रभु प्रभु भन्छन् तर उनीहरू प्रभुको वचनलाई कलङ्क बनाइरहेका हुन्छन्। तर तपाईँ र म चाहिँ प्रभुको वचनमा पवित्र भएर जिउनुपर्छ र तपाईँ र म अनन्त स्वर्गको निम्ति तयारी भएका व्यक्तिहरू र वचनले पटक पटक तपाईँ र मलाई झस्काइरहेको छ, अब तिमीहरू यसको निम्ति तयारी हुँदैछौ। यदि तपाईँ र मैले आफैले गरेको कामलाई मूल्याङ्कन गरेर तपाईँ र मैले भन्न सक्छु कि अब मेरो गन्तव्य स्वर्ग हो कि नर्क हो, तपाईँ र म आफूले गरेको काम, चाल ढङ्ग यी सबैलाई निहालौँ र तपाईँ र म चाहिँ कसको निम्ति तयारी हुँदैछौँ। म त भन्छु तपाईँ र म सबैजना स्वर्गको निम्ति तयारी भएको व्यक्तिहरू। आमेन। तपाईँ र म सबैजना स्वर्गको निम्ति तयारी भएका व्यक्तिहरू बाटो नबिराउँ, किनभने धेरै साथीहरूले बाटो बिराएका छन्। तपाईँहरूमा त्यहाँबाट फर्किनु जरुर छ। आमेन। तपाईँहरूमा त्यहाँबाट फर्किनु छ। त्यसकारण प्रभुको वचनमा, प्रभुको सृष्टिमा, प्रभुले दिनुभएको कुरामा तपाईँ र म आनन्दित हुन सिक्नुपर्छ। जे दिनुभएको छ प्रभु धन्यवाद, जे छ तपाईँहरूमा त्यसो धन्यवादी भएर जिउनुपर्छ। हुन्छ परमेश्वरले आजको वचनबाट हामी सबैलाई प्रशस्त प्रस्ताव दिनुभएको होस्। बाइक सेन्द्रीको पास्टरवाला दिन्छु। आमेन।